नमस्कार साथीहरु, म विजय छेत्री। तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ है साथीहरु। ल 2-4 दिनको ग्याप सबै फेरि म आइसकेको छु। साथीहरुलाई एउटा जानकारी गराउँ। आज चाहिँ हामी यो डोजरले चाहिँ यो भत्केका जुन बाटाहरु हुन्छन् है, त्यसलाई ससज गर्ने, नालीहरु खन्ने काम हुँदैछ। त्यसको निमित्त हामी जाँदै छौं गन्तव्यतर्फ है। त्यस अघि जानुभन्दा अगाडि म तपाईहरुलाई यहाँको केही सिनारीहरु देखाउन चाहन्छु है। ल हेर्नु साथीहरु, यस्तो छ हाम्रो सिनारियो। ल हेर्नु साथीहरु, यो पारीको कोट हो है। त्यो थुम्को देख्नुभयो होला तपाईहरुले। यहाँ किसान दाजुहरुका घरहरु देख्न सक्नुहुनेछ। यस्तो छ हाम्रो गाउँको सिनारियो। ल हेर्नु साथीहरु, यो फेदीखोला 5 मा पर्छ है। त्यस्तै साथीहरु, यो टाढाको यो पारीपट्टि देख्नुभयो तपाईले पहिरो, यो चाहिँ बाङसिङ हो। आँधीखोला 4 बाङसिङ मा पर्दछ। ल साथीहरु, ल हेर्न सक्नुहुन्छ यहाँको भ्यूहरु है। यस्तो छ वन जंगलहरु। ल हेर्नु साथीहरु, मेरो घर चाहिँ त्यहाँ तलनेर हो। यो उम्लाले देखाइरहेको छु मैले, देख्न सक्नुहुन्छ तपाईहरु है। त्यहाँनेर चाहिँ मेरो घर हो। र साथीहरु, म अब तपाईहरुलाई हाम्रो गन्तव्यतर्फ लाँदै छु। त्यस अघि यो सिनारीहरु तपाईहरुलाई देखाइदिउँ भनेर चाहिँ म यहाँ उपस्थित भएको छु। ल साथीहरु, अब फेरि हामी अब लाग्छौं गन्तव्यतर्फ। म तपाईहरुलाई चाहिँ त्यो ठाउँको अवलोकन गराउने छु, के छ कस्तो छ है। ल लागौं है साथीहरु, अहिलेलाई यति नै। ल साथीहरु, म फेरि जोडिन पुगेँ है। अहिले म चाहिँ थानाको डिलमा छु। यो सेरो म तपाईहरुलाई देखाउने छु है। म अहिले चाहिँ थानाको डिलमा तलबाट म तपाईहरुलाई यसरी फ्लिप गरेर देखाउँछु है। ल हेर्नु साथीहरु, तलको देख्नुहुन्छ यो बुटनेर हो। त्यो बुटनेर चाहिँ बाट म यहाँ आइपुगेँ साथीहरु। यहाँको सिनारी यस्तो छ। ल अघिको कोड मैले देखाएको थिएँ साथीहरु, अहिले पनि देखिरहेको छ। ल हेर्नुस्, यो चाहिँ हाम्रो बाथल देवीको मन्दिर हो है। यहाँनेर चाहिँ यस्तो छ हाम्रो सिनारीहरू है। यहाँबाट ल हेर्नुस्, क्लियर भ्यू देखिन्छ है। ल हेर्नु साथीहरु, आज बादल एउटा पनि देख्न पाइएको छैन। सायद मौसम हटिसकेको छ। र यो अहिले पनि मैले देखाएँ तपाईहरुलाई। ल हेर्नुस् त, वहाँबाट हेर्दाखेरि कस्तो देखिन्थ्यो र यहाँबाट हेर्दा कस्तो देखिन्छ। ल हेर्नुस्, यो बाङसिङ 4 है, आँधीखोला 4 बाङसिङ हो। र यस्तो छ सिनारियो। ल हेर्नुस् साथीहरु, यो घाँसहरु डालाबुटाहरु है। यस्तो छ यो हाम्रो यो ब्युटी, हाम्रो देश नेपालको यो नै सुन्दरता नै सबैलाई एट्र्याक्ट गर्छ साथीहरु है। देश विदेशका पर्यटकहरु पनि हाम्रो यो देशमा हाम्रो यो सुन्दरता देख्नको लागि आउँछन्। ल हेर्नु साथीहरु है। फेरि अब म यसलाई हामीले थानाको डिल भन्छौं साथीहरु। ल हेर्नुस्, यो चौतारो छ यहाँनेर यस्तो खालको है। यसलाई हामीले थानाको डिल भन्छौं है साथीहरु। ल अब हामी यसरी माथि माथि लाग्ने छौं। ल साथीहरु, ल साथीहरु, म अहिले डाँडा पोखरी भन्ने ठाउँमा आइसकेको छु। तपाईहरुलाई म यहाँको सिनारी देखाउँदै छु है साथीहरु। ल ढुक्क भएर हेर्नु होला, यति सुन्दर ठाउँ हो यो। पर्यटक हिसाबले पनि एकदम अति सुन्दर ठाउँ हो। यहाँ म तपाईहरुलाई देखाउन गइरहेको छु। ल हेर्नु साथीहरु, यसलाई भन्छ हाम्रो डाँडा पोखरी है। यो पोखरी हो। यहाँ चाहिँ पानी जम्मा हुन्छ। गाई बस्तुहरु पनि यहाँ आउँछन् पानी पिउनको लागि है। ल हेर्नु, यस्तो छ सिनारियो। माथिबाट अझ राम्रो देखिन्छ होला। ल हेर्नु साथीहरु, यस्तो छ है हाम्रो सिनारियो। यस्तो देखिन्छ हाम्रो गाउँबाट। ल हेर्नु, पारी पारीसम्म है। यस्तो छ। ल हेर्नु, कोट पनि यहाँबाट देखिरहेछ। साथीहरु, पारीको गाउँ चाहिँ गलेम हो। आरुखर्का 4 मा पर्छ है। र यो हेर्नुस् दृश्य हाम्रो साथीहरु। ल हेर्नुस्, माछापुच्छ्रे धौलागिरी है। ल हेर्नु, कति सुन्दर मनोरम दृश्य। आहा। ल हेर्नु साथीहरु, म तपाईहरुलाई थोरै जुम गरेर देखाउँछु। ल हेर्नुस्, यो हाम्रो माछापुच्छ्रे, यता धौलागिरी भयो, यो देख्न सक्नुहुनेछ। त्यसपछि आएर यो हिमालहरु। ल हेर्नु साथीहरु, यसरी हामीले देख्न पाइरहेका छौं। अति सुन्दर ठाउँ। ल हेर्नुस् है, यस्तो सुन्दर रमणीय ठाउँ छ हाम्रो यो डाँडा पोखरी। यहाँनेर एउटा कटेरो पनि छ। ल हेर्नुस्, तपाईहरुले देख्नुहुन्छ आजको मौसम एकदम क्लियर छ। कोही कोही ठाउँ हल्का बादल देखिएको छ साथीहरु, नत्र राम्रो राम्रो भ्यू देखिरहेछ साथीहरु। यस्तै हो हाम्रो यो लोकेसन है। र अब हामी अब गन्तव्यतर्फ अझै पुगिसकेका छैनौं। तपाईहरुलाई यो ठाउँ ठाउँको
अपडेटहरु मात्र दिन खोजिरहेको छु मैले। ल साथीहरु यस्तो देखिरहनु भएको छ तपाईले ब्याक साइडमा पनि हिमालयहरु टल्ल टल्केको छ। ल हेर्नु साथीहरु है अहिले हामी चाहिँ गन्तव्यमा पुगिसकेका छैनौं। अब बिस्तारै त्यहाँ पुगेपछि पनि म तपाईहरुलाई त्यसको बारेमा जानकारी दिनेछु र अहिलेलाई अब फेरि यति नै गरौँ है। यहाँको सिनारीहरु म तपाईहरुलाई देखाइसकेको छु है। फेरि पनि भेटौँला है साथीहरु यो भिडियोमा जोडिनु होला। ल साथीहरु फेरि म तपाईहरु समक्ष जोडिन पुगिसकेको छु। तपाईहरुले अहिले सुन्न सक्नुहुन्छ दुईटा चलिरहेको छ। यता हामी अहिले लाम्पाङ भन्ने ठाउँमा छौं साथीहरु र यहाँ आएर म तपाईहरुलाई भिडियो बनाइरहेको छु। साथीहरु यो भिडियो मन पर्छ भने लाइक कमेन्ट शेयर गरिदिन नभुल्नु होला। साथसाथमा मेरो च्यानललाई पनि सब्स्क्राइब गर्न नभुल्नु होला साथीहरु। म तपाईहरुलाई देखाउँछु यहाँको यो सिनारी हो। ल हेर्नुस् डोजरले भक्का भक खनिरहेको छ। ल हेर्नु साथीहरु अरु साथीहरु कता हुनुहुन्छ खै देखिएन है। यस्तो यो जंगलले पुरै ढाकेको छ। ल साथीहरु यहाँनिर चाहिँ 50 दर्पण सरी 50 पर्छ है हाम्रो क्षेत्रको प्रख्यात पर्यटक स्थल हो है। र यहाँ चाहिँ उहाँले चाहिँ अहिले भनिराख्नु भएको छ। ल हेर्नुस् यस्तो छ हाम्रो सिनारी। यस्तो छ यो चाहिँ झाडहरु। ल हेर्नुस् यहाँ पुरै झाडीहरु उब्जिरहेको छ। वहाँ आइसक्नु भएको छ। ल ठिक छ। ल हेर्नु साथीहरु अब चाहिँ यहाँनिर सफाई हुँदैछ यो नालाहरु काट्ने र यो घुम्तीहरुबाट तल हामी लाम्पाङ भन्ने ठाउँमा पुग्ने छौं साथीहरु। र अहिले चाहिँ यहाँ समाउने काम भइरहेको छ है यो मर्मतको लागि किनकि बाबाको दुसो नजिक आउँदैछ। यो कारणले गर्दाखेरि अहिले चाहिँ हैन यहाँ चाहिँ बाटो समाउने काम भइरहेको छ। भक्तालुजनहरु है भक्तालुहरु चाहिँ आउने ठाउँ चाहिँ यही बाटोबाट हो र यो बाटो चाहिँ हामीले सहज बनाइदियौं भने यहाँबाट बाइकहरु है बसहरु पनि जान सक्छन्। साथीहरु यसरी चाहिँ मैले गरेको छु। हाम्रो साथीहरु कति जानुभयो यता देखिनु भएको छैन है। यो हेर्नुस् डोजरले चाहिँ यसरी समाउँदै आइरहेको छ। अब तपाईहरुलाई यहाँ मैले प्रत्यक्ष देखाइरहेको छु। ओके कहाँ जानु भयो हाम्रो साथीहरु खोज्दै जाउँ भनेको। ल बिस्तारै बिस्तारै हल्का समाउँदै हिँडिराख्नु भएको छ है ड्राइभर साथले चाहिँ। यो अप्ठ्यारो ठाउँमा मात्रै उहाँले चाहिँ यसो खोज्याएर माटो पुर्ने काम गर्नु भएको छ। र यहाँ चाहिँ यो बर्सातको सिजनमा अत्याधिक चिप्लो हुनु भएकाले यो ठाउँबाट हिँड्न पनि साह्रै खतरा नै छ साथीहरु। तर अहिले चाहिँ अब समाउने काम भएको हुनाले अहिले सहज तरिकाले चाहिँ हामी आवाजात गर्न सक्छौं। 50 अब नजिकै 1-2 दिन बाँकी छ साथीहरु त्यसको लागि। ल यसरी समाउने काम भइरहेको छ। साथीहरुलाई जानकारी दिनु मैले है। फेरि यो भिडियोमा जोडिनु होला। ल साथीहरु ल है भिडियोमा जोडिनु होला। अब म फेरि तपाईहरुलाई एउटा जानकारी गराउँदैछु। यो चाहिँ ठाउँ यो जुन चेरुफेर छ साथीहरु म तपाईहरुलाई यसको बारेमा घुमेर बताउने छु। यहाँ चाहिँ हामी पहिला है दाउरा खोज्न आउँथ्यौ साथीहरु। म देखाइहाल्छु तपाईहरुलाई। ल हेर्नु साथीहरु यस्तो छ जंगल। त्यहाँ टावर भन्ने ठाउँ छ है त्यो माथि टुप्पोमा। ल हेर्नु हिमालहरु यहाँ टलक्क टल्किरहेका छन् है हाम्रो यो ठाउँबाट। यो लाम्पाङको एरिया हो र यो लाम्पाङको एरियामा हामी चिप्लेटे खेल्थ्यौं साथीहरु। यसरी यहाँनिर यसरी चिप्लेटे खेल्दै थियौं। यहाँबाट उहाँबाट आउने है वहाँबाट आउने एउटा बाँसको कपडा दाउरो लिएर र त्यो मार्फत यसरी चिप्लेटे खेल्दै है यसरी यहाँ जान्थ्यौं साथीहरु। त्यहाँनिर ठाँटी छ साथीहरु। ल हेर्नुस् तपाईहरुलाई देखाउँछु। ल हेर्नु यो ठाँटी हो है त्यो चौतारा भयो। यहाँ दाउराको भारी हामीले यहाँ बिसाउँथ्यौं र चिप्लेटे खेलेर बेलुका एकदम ढिलो पुग्ने साथीहरु घरमा है त्यस्तो किसिमको गर्थ्यौं सानो बचपनमा। अहिले चाहिँ ल हेर्नु साथीहरु यो जंगल पुरा ढाकिसकेको छ है। यहाँनिर चाहिँ अब यो मोटरको बाटो खुलिएको छ। ल हेर्नुस् यसरी अघि मैले तपाईलाई देखाएँ यो डोजर है यसरी यहाँ चाहिँ यो किसिमले यसरी खन्दै यो चौतारा देख्नुभयो होला तपाईहरुले। त्यो चौताराबाट उँधो
तलतिर लाग्नेछौँ हामी सिधै बाटो खन्दै खन्दै है। यस्तो छ हाम्रो सिनारियो। ल साथीहरू तपाईहरुलाई मैले यो अपडेट गराएँ आजको है। आज चाहिँ म यो लाम्पाङ भन्ने ठाउँमा आएर है त्यो डोजरमा पनि अब त्यहाँ खन्दै हुनुहुन्छ उहाँ ड्राइभर साहबले पनि। र अब चाहिँ यो बाला चतुर्दशी भन्ने हाम्रो जुन चाड छ त्यो चाडका निमित्त यो बाटोहरू मर्मत गर्ने काम भइरहेको छ र ताकि भक्तजनहरू दर्शालुहरू है यहाँ आएर राम्रोसँग कुनै किसिमको बाधा अर्चन नभइकन उहाँहरूले पूजा गर्न सकुन् भन्ने माध्यमले है सकुन् उद्देश्यले चाहिँ यो बाटो खन्न लागि हो। ल साथीहरू यस्तै हो आजको सिनारियो है। र अब आजलाई यति नै गरौँ है। फेरि हामी अर्को भिडियोमा भेट हुनेछौँ। तबसम्म मलाई पनि बिदा दिनुहोस्। र साथीहरू यो भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला है। र मेरो च्यानललाई पनि सब्स्क्राइब गर्न नभुल्नु होला साथीहरू। अहिलेलाई यति नै, बाई बाई।